राम्रो नानीहरूलाई चाहिँ लगे यस्तो सके गुब्लो यस्तोलाई चाहिँ लानु नि बरु जोर हो बाजे स्वान किने बियो ओहो काली गाइस हो नाति सेवारो ल रानीमा बसौ हुन्छ बाजे अनि ठिक छौ नि बाजे अहिले हौ के कामको लागि पो आइसौ कुरो अगाडि बढा न हौ अनि सुनौँ न हौ यसो होइन बाजे अस्ति दसैँको त्यो मासुको पैसा पो उठाउन आएको बाजे तिहार लागिसक्यो अब बसाङको मेला जाउँ भनेको के गर्नु बाजे अब उमेरले पनि डाँडा काटिसक्यो यस्तै पारा हो भने त भोलि पर्सि छोरा मान्छे नै बिग्रिनु गाह्रो छ त फेरि अलिअलि चिन्जानको तल मान्जाबुङको शेरमानी सोल्टिनीसँग अलिअलि कन्ट्याक्ट छ कि बाजे मानेन भने पनि तानेर ल्याउँ भनेको यो केटी चाहिँ त्यही भएर यसो खर्च पो माग्नु आएको बाजे लु केटा यसो सम्झेर ल्याउँदा त मेरो पहिला बोइसको पो याद आयो त हौ अनि हौ त्यो दुतिया मेला जाँदा त यो तेरो बजु त्यहाँ चाहिँ राम्रै जस्तो लाग्थ्यो मलाई त अनि उनीहरू पिङ खेल्दै थिए म पनि बटारी गएको थिएँ त्यतिखेर अनि गएर तिनीहरू पिङ खेल्दै थियो मसुर थिएँ म बलियो थिएँ झ्याप्पै हल्लाइदिएको त केटी त खुसीले अनि आम्मै मलाई पछ्याएर पाएको त केटा लोटे पिङ हल्लाउनु पनि ताकत चाहिँदो रहेछ त त्यही ताकतले मलाई पछ्याएर आएको नि हौ केटा कहाँ त्यति सजिलो हौ बाजे लु यो आइडिया पो ठिक छ क्या म पनि हल्लाएरै ल्याउँ क्या हो हेट लु हल्लाएरै ल्याउँछु म पनि मेन देखाउ के साह्रो लाटा हो त अहिले त अनेक उपाय छ त हौ अहिले त्यो वसाङको मेलामा पहिल्यैदेखि ठुलो ठुलो सांस्कृतिक कार्यक्रम हुन्थ्यो त्यहाँनिर हामी पनि डाङ्ग्रडुङ नाच्थ्यौँ तर हामीसँग त्यति राम्रो सिपला थिएन तँलाई त नाच्न आउँछ गाउन आउँछ अझै भएन च्याब्रुङ पनि राम्रो नाच्दो रहेछ त्यहाँ गएर सहभागीले त अब शेरमानीहरूको मात्र के कुरा गर्छस् हौ त्यहीँ वसाङको वरिपरि कुरुम्बाङमाहरू छन् तेरो के साइनो लाग्छ अझै भएन आङदेम्बेमाहरू छन् कति कडा कडाहरू छन् अझै तल हेर्दै जाउँ तल 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 यासक रानी गाउँ सम्बाम्फीमाहरू अझै यता यासकको चाहिँ त्यो लौतीमा सोल्टिनीहरू फाक्तेपको चेम्जङमाहरू हेर्न घरको दरिलाहरू चिटिक चिटिक परेकाहरू कोदालोले पर र वर छाँटेर निकालेको जस्तोहरू छन् यस्तो केटीहरू तैँले केही हल्लाउनु पर्दैन आफै बेहोस हुन्छ हौ थेबारे राम्रो आइडिया दिनुभयो हेरिक नगेन थेबाए अहिले जस्तो कहाँ सजिलो छ पहिला केटा यो तेरो बोजू पनि साह्रै राम्री त कहाँ त्यहाँ आङस्राङको खोपको केटाहरू र उता सिङहाङको राई केटाहरू सानो हो खेदो गरेको आम्मै तर तेरो बोजू मेरै पछि हुनुपर्ने हुनु त मान्छे पनि म ह्यान्डसम्मै हो नि उही अनुहार पो अलिक नपरेको त हौ म राम्रै भएर होला कि तेरो बोजू खालि मेरो पछि डुली हिँड्ने खालि पछि हिँड्ने वाक्कै लाग्ने क्या आखे भए अंगा नाम गर्नु आफे के हो छिल्ला समान लिदा फुल के छ हैन मम्मी याद न दिला भे बाबुगा थेमालम फिर स्वाबे को याद छ यो बिना सेटिङको अलार्म बज्दा पनि वाक्कै लाग्ने क्या मन दुख्ने तर यसरी सम्झेर भएन अब आखिरमा जीवनमा बाँची खानु लामो छ बुढेसकालको सहारा भनेको बुढी नै त हो त्यो सम्झेर भए पनि त अब जिन्दगी त बिताउनु पर्यो लु बुढेसकालको सहारा चाहिन्छ योचोटि चाहिँ शेरमानी मात्रै नभए पनि अरू भए पनि जसरी जे गर्नु भए पनि केटा लु केटी चाहिँ लेहे केटा यो चाहिँ मेरो ठुलो आशीर्वाद छ तँलाई हौ बाजे लगन के गवाम भेने कसरी नहोला त ना दो बाटेलाई चार बाटे जुङजीवा खोला र निबु खोला तर्सिएर उल्टै फर्किने गरी पो म त उडाएर ल्याउँ भन्दैछु बाजे योचोटि चाहिँ कन्फर्म हुन्छ बाजे अब मङ्सिर पनि ठ्याक्कै लागेको बे खानुपर्छ बाजे लु त्यसो भए मासुको पैसा पनि अर्को सालको दसैँमा मात्र पाऊँ होइन